तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन तपाईको चाहिँ हाम्रो उत्तरको प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिने थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईको महसुस भइरहेछ सम्माननीय सभामुख महोदय। यहाँ आएर माफी मागेर आफ्नो तपाईको चाहिँ शब्द फिर्ता लिएर यो राष्ट्रिय तपाईको हामीले कसैको भूमि मिच्दैनौँ र कसैले भूमि मिच्नु दिँदैन सभामुख महोदय। मलाई गहिरो दुःख र लज्जा बोध भइरहेको छ। सम्माननीय सभामुख महोदय, आज यस सम्मानित सदनमा नेपालको सार्वभौम सत्ता र राष्ट्रियता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका गम्भीर विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिप्रति आफ्नो धारणा राख्नु पर्दा प्रधानमन्त्री जस्तो उच्च र सम्मानित पदमा आसीन व्यक्तिको अभिव्यक्तिप्रति प्रश्न उठाउनु पर्ने अवस्था सिर्जना भएको देखेर मलाई गहिरो दुःख र लज्जा बोध भइरहेको छ। नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनैतिक दल, सरकार वा व्यक्तिको मात्र विषय होइन। यो सम्पूर्ण नेपाली जनताको साझा भावना र संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो। त्यसैले यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट, जिम्मेवार र राष्ट्रहितको अनुकूलतामा हुनुपर्दछ। सभामुख महोदय, हामीलाई श्रम संस्कृति पार्टीले जनताले चुनाव जितेर के आर्छास् भन्थे। पहिलोचोटि सदनमा गएर देश बचाउने काम गर्छौं, त्यस पछाडि मात्रै विकास र निकासको काम गर्छौं हामीले भनेका थियौं सभामुख महोदय। त्यसैले यस सम्मानित सदनबाट म भन्न चाहन्छु सभामुख महोदय, मलाई हाम्रो प्रधानमन्त्रीज्यूले यति कमजोर र मिथ्या र तथ्यहीन तपाईको चाहिँ हाम्रो प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने त्यो थाहा थियो भने मैले हिजो त्यो प्रश्नमा सोधिने थिएँ सभामुख महोदय। मलाई आज आफैले लज्जास्पद तपाईको महसुस भइरहेछ सम्माननीय सभामुख महोदय। त्यसै कारणले म भन्न चाहन्छु सम्माननीय प्रधानमन्त्रीज्यूले यो उहाँको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, यो चाहिँ इतिहासमा एउटा नजिर तपाईको चाहिँ यस्तो स्थापित भयो सम्माननीय सभामुख महोदय। भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेको छ फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सम्माननीय सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु जसरी प्रधानमन्त्रीज्यूले यो सम्मानित सदनको रोस्टमबाट चाहिँ आएर राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ, यहाँ आएर माफी मागेर आफ्नो तपाईको चाहिँ शब्द फिर्ता लिएर यो राष्ट्रिय तपाईको हामीले कसैको भूमि मिच्दैनौँ र कसैले भूमि मिच्नु दिँदैन सभामुख महोदय। त्यसै कारणले गर्दाखेरि यो कुनै पार्टी व्यक्ति विशेष होइन सभामुख महोदय। त्यसै कारणले सम्माननीय सभामुख मार्फत रुलिङ गरियोस्, प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिर तपाईको चाहिँ हटाउनु पर्छ र जबसम्म त्यो तपाईको चाहिँ कार्य यो सम्मानित सदनबाट हुँदैन श्रम संस्कृति पार्टीले निरन्तर तपाईको यो बैठक सदन चल्न दिँदैन, अवरोध गराउँछ सभामुख महोदय भन्न चाहन्छु। हस्, धन्यवाद। जय देश, जय माटो।